डिफेन्स गरेको छ। यसको फेरि पनि यतिखेर आफ्नो खातामा अङ्क वृद्धि गर्ने अवसर मिलेको छ। लिसी खोलालाई नम्बर 9-10 नम्बर रहेको छ 9-10। निकै राम्रो प्लेसमेन्ट धुरपाटनका खेलाडी कुमार छन्त्यालबाट, जसको फाइदा मिलेको छ। धुरपाटनलाई आफ्नो खातामा अङ्क वृद्धि गर्दै 11 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 9, नम्बर 11-9। फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गर्ने अवसर मिलेको छ धुरपाटनलाई, नम्बर 12-9। सर्भिसमा विश्वास छन्त्याल, निकै राम्रो आफ्नो खातामा अङ्क ल्याउने निकै राम्रो यो चाल थियो प्रदीपको, जुन सफल भएको छ। यतिखेर आफ्नो खातामा 1 अङ्क वृद्धि गर्दै निसी खोलाले पनि 10 पुर्याएको छ। अब 2 नम्बरको मात्र टार्गेट छ यसलाई मिट गर्नको लागि। निसी खोलाले अझै प्रयास गर्नुपर्ने छ। यसको जवाफ धुरपाटनले कसरी दिन्छ? भलिकोट भन्दा भित्र भएको कारण फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गरेको छ निसी खोलाले, नम्बर 11-12। सर्भिसमा सुकेन्द्र परियार, निकै राम्रो स्पाइक थियो कमल विकको, हामीले देख्न सक्छौँ। आफ्ना खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 13-10, 13-11। निसी खोलाको यो प्रयास असफल भएको छ। फेरि पनि अङ्क वृद्धि गर्ने अवसर मिलेको छ धुरपाटनलाई। धुरपाटनले अङ्क थप्दै 14 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 11, नम्बर 14-11। यतिखेर हामीले देख्न सक्छौँ खेलाडीहरू जसरी पनि आफ्नो अङ्कमा वृद्धि गर्न चाहन्छन्। हामीले खेल निकै प्रतिस्पर्धात्मक देखिरहेका छौँ। निकै राम्रो स्पाइक निसी खोलाका खेलाडी रमेश, निसी खोलाका खेलाडी भित्रबाट नम्बर 12-14। सर्भिसमा राजकुमार पटेल, यतिखेर लाग्छ धुरपाटन आफ्नो कुनै अवसरलाई गुमाउन चाहँदैन। निसी खोला पनि आफ्नो वृद्धि गर्नको लागि निकै प्रयासरत हामीले देखिरहेका छौँ। प्रदीप शेरसनको यो स्पाइकले निसी खोलाको यो आघातमा मलम लगाउने काम गरेको छ। आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 13-15 भएको छ। दर्शकवृन्द, सर्भिसमा प्रदीप शेरसन, निकै राम्रो स्पाइक धुरपाटनका खेलाडी मित्र प्रबोध अर्गेजाबाट। यतिखेर धुरपाटनले आफ्नो खातामा अङ्क वृद्धि गरेको छ नम्बर 3। अब 3 नम्बरको टार्गेटलाई मिट गर्नको लागि निसी खोलाले प्रयास राम्रो गरेको छ। नम्बर 14-16। सर्भिसमा निर्मल खत्री हामीले देख्न सक्छौँ। निकै पावरफुल स्पाइक, यसको निर्धारण
रेफ्रीको निर्देशनले गरिसकेको छ। यतिखेर निसी खोलाले फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गर्दै मात्र 1 अङ्कको टार्गेट रहेको छ। नम्बर 15-16 निकै राम्रो डिफेन्स। दोस्रो पटकको यो प्रयासमा ढोरपाटन सफल भएको छ। यतिखेर आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 17 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 15। फेरि पनि निसी खोलाले आफ्नो खातामा अङ्क वृद्धि गरेको छ। नम्बर 16-17 अब 1 नम्बरको अन्तर रहेको छ। हामीले खेलाडी मित्रहरूलाई निकै संयमित तरिकाले खेलिरहेको देख्छौँ भन्दै थिए। यतिखेर फेरि पनि 16मा 1 अङ्क थप्दै नम्बर बराबर पुर्याएको छ निसी खोलाले। अब यो बराबर नम्बरबाट कसले अग्रता लिन्छ त्यो यो भलीले निर्धारण गर्नेछ। निकै राम्रो प्लेसमेन्ट जसले 1 नम्बरको अग्रता लिन सफल बनाएको छ ढोरपाटनलाई। नम्बर 18-17 सर्भिसमा पर्वत अर्गेजा। राजकुमार पटेलको निकै राम्रो प्लेसमेन्ट थियो तर दुर्भाग्यवश भनौँ बल जालीमा गएको कारण फेरि अङ्क वृद्धि गर्ने अवसर मिलेको छ। फर्स्ट टाइम आउट बाई निसी खोला 1। निकै राम्रो यो स्पाइकको कारण यतिखेर ब्लकको कारण यतिखेर फेरि ढोरपाटनले आफ्नो खातामा अङ्क वृद्धि गरेको छ। नम्बर 20-17 फेरि 3 नम्बरको टार्गेट दिँदै अङ्क 20 पुर्याएको छ पाटनले पनि। यसलाई मिट गर्नको लागि निसी खोलाले कस्तो प्रयास गर्छ यो पनि हेर्न बाँकी छ। हेरौँ निकै राम्रो ब्लक जसको यतिखेर हामीले स्कोर बोर्डमा देख्न सक्छौँ जम्मा 2 नम्बरको टार्गेट रहेको छ। नम्बर 18-20 निकै राम्रो स्पाइक, त्योभन्दा अझ राम्रो डिफेन्सको कारण यतिखेर आफ्नो अङ्कमा 1 अङ्क वृद्धि गर्दै ढोरपाटनले 21 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 18। निकै राम्रो प्रदीप शेरचनले फेरि आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 19 पुर्याएका छन् भने ढोरपाटनको नम्बर 21 नम्बर 19-21 सर्भिसमा सुपेन्द्र। दोस्रो अवसर मिलेको छ ढोरपाटनलाई। हेरौँ कमलले के गर्छन्। फेरि पनि अवसर मिल्दैछ कमललाई। यो तेस्रो पटकमा सफल भएका छन् कमल। आफ्नो खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 22-19। राजकुमार पटेलले आफ्नो खातामा
अङ्क वृद्धि गरेका छन्। नम्बर 20-22 अब 2 नम्बरको अन्तर छ। हामीले स्कोर बोर्डमा नम्बर देख्न सक्छौँ। यो सेटको अन्तिम अङ्कमा पुग्न लागेको छ। निकै राम्रो स्पाइक ढोरपाटनका खेलाडी मित्र डिम्याक्स छन्त्यालको यो जोरदार स्पाइकको कारण आफ्नो खातामा अङ्क वृद्धि गरेका छन्। नम्बर 23-20 सर्भिसमा कमल। अब यो निशी खोलाको यो स्पाइकलाई हेरौँ। निकै राम्रो स्पाइक जर्सी नम्बर 8 निर्मल खत्रीको निकै राम्रो स्पाइकको कारण 20 मा 1 अङ्क थप्दै 21 पुर्याएको छ भने ढोरपाटनको नम्बर रहेको छ 23। निकै राम्रो स्पाइक ढोरपाटनका खेलाडी पर्वत अर्गेजा उहाँले आफ्नो खातामा अङ्क वृद्धि गर्न सफल हुनुभएको छ। नम्बर 24-21 यो सेटको अन्तिम अङ्क 24 पुर्याएको छ। ढोरपाटनले भने निशीखोला यसलाई रोक्नको लागि कस्तो प्रयास चाल्छ भन्दै थिए। निकै राम्रो यो पहिलो चेक पनि मिलाउँदैन। घटस्थापना विशेष मेला तथा विविध सांस्कृतिक कार्यक्रमको यो पुरुष भलिबल तर्फको फाइनल खेल हामीले देखिरहेका छौँ, जसमा एक सेट आफ्नो पोल्टामा फाटिसकेको छ ढोरपाटनले भने। अब दोस्रो सेट कसले हात पार्छ यो सेटको खेलले देखाउनेछ। निकै चर्चित खेलाडीहरूलाई हामीले प्राङ्गणमा देखिरहेका छौँ। जिल्ला तथा प्रदेशमा खेल खेलिसकेका र आफ्नो क्षेत्रमा निकै राम्रो उत्कृष्ट नाम बनाइसकेका अनुभवी खेलाडीहरूलाई हामीले खेलमा देखेका छौँ। पक्कै पनि खेल निकै प्रतिस्पर्धात्मक र सौहार्दपूर्ण वातावरणमा समाप्त हुनेछ भन्ने हामीले त्यो अपेक्षा पनि खेलाडी मित्रहरूबाट गरिरहेका छौँ। दोस्रो सेटको यो पहिलो सर्भिस गर्ने मौका छ ढोरपाटनलाई। अब हेरौँ पहिलो अङ्क कसले लिन्छ भन्दै थिए। प्रदीपले आफ्नो खातामा अङ्क चढाइसकेका छन्। अब एक सेट ढोरपाटनले आफ्नो पक्षमा लिइसकेपछि निशीखोला निकै जोसका साथ मैदानमा उत्रेको हामीले देख्न सक्छौँ। निकै पावरफुल स्पाइक ढोरपाटनका खेलाडी डिम्याक्स छन्त्यालको जसले आफ्नो खातामा 1 अङ्क लिनुभएको छ। नम्बर 1 बराबर यतिखेर हामीले देख्न सक्छौँ स्कोर बोर्डमा नम्बर रहेको छ 1 बराबर। अब आफ्नो खातामा 1 अङ्क अगाडि लैजानको लागि कसले त्यो स्पाइक गर्छ भन्दै थिए। यतिखेर आफ्नो खातामा 1 अङ्क वृद्धि गर्दै ढोरपाटनका डिम्याक्स छन्त्यालले 1 अङ्क थपेका छन्। नम्बर 2-1 सर्भिसमा जर्सी नम्बर 14 कमल विक। निकै राम्रो स्पाइक थियो, त्योभन्दा अझ राम्रो ब्लकको कारण फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गर्ने अवसर मिलेको छ ढोरपाटनलाई। नम्बर 3-1 हामीले सर्भिसमा देख्न सक्छौँ कमललाई, जुन जिल्ला भलिबल खेलाडीको खेलाडी हुनुहुन्छ। निकै राम्रो यो प्रयास हामीले देख्न सक्छौँ। यो सफल बनाउन सक्छ कि सक्दैन ढोरपाटनले? अवसर मिलेको छ ढोरपाटनलाई नै। हेरौँ यो खेल त्यसलाई चुनौती थपिरहेका छन् प्रदीपले भन्दै थिए।
फेरि पनि आफ्नो खातामा 1 अङ्क थप्दै ढोरपाटनले 4 पुर्याएको छ भने निसी खोलालाई 1 अङ्कमै रोकिरहेको छ ढोरपाटनले। अब यो बललाई कसरी सदुपयोग गर्छ निसी खोलाले। निकै राम्रो स्पाइक राजकुमार पटेल जुन जिल्ला भलिबल खेलाडी हुनुहुन्छ उहाँले निकै राम्रो स्पाइक गर्नुभएको छ जसको फाइदा मिलेको छ। आफ्नो खातामा 1 अङ्क वृद्धि गर्दै नम्बर 2 पुर्याउनु भएको छ भने ढोरपाटनको नम्बर रहेको छ 4 नम्बर 2-4। निकै राम्रो स्पाइक थियो ढोरपाटनले फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गरेको छ। दर्शक महानुभाव स्कोर बोर्डमा हामीले देख्न सक्छौँ नम्बर 5 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 2। हामीले देखिरहेका छौँ दुवै टिमका खेलाडीहरू निकै चर्चित आफ्नो क्षेत्रमा भलिबल खेलेर प्रख्यात भइसक्नु भएको खेलाडीहरूलाई हामीले प्राङ्गणमा देखिरहेका छौँ। यो तवान खोलाकै ठुलो धनराशि भएको पुरस्कार जित्नको लागि पक्कै पनि दुई टिमलाई फलामको चिउरा छपाउनु जस्तै हुनेछ, किनकि कुनै पनि खेलाडीले आफ्नो अवसर गुमाउन चाहँदैनन्। यतिखेर हामीले स्कोर बोर्डमा नम्बर देखिरहेका छौँ। नम्बर 6 पुर्याएको छ ढोरपाटनले भने निसी खोलाको नम्बर रहेको छ 2 नम्बर 6-2। अब फेरि पनि निकै राम्रो स्पाइक गर्दै आफ्नो खातामा अङ्क बढाएका छन् गण्डकी भलिबल खेलाडी पर्वत अर्मेजाले आफ्नो खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 7-2। त्यसैले यो दर्शक बस्ने प्याराफिक पनि मैले कुचाकोस देखिरहेको छु। दर्शकहरूको हातमा मोबाइल पनि देखिरहेको छु, किनकि प्राङ्गणमा हामीले देख्न सक्छौँ जिल्ला तथा प्रदेशमा खेलिसकेका चर्चित खेलाडीहरूलाई हामीले प्राङ्गणमा देखेको कारण दर्शकहरू पनि उत्साहित हुनुहुन्छ। रेफ्रीको निर्देशनअनुसार खेल सुरु भइसकेको छ। यसलाई कसरी सदुपयोग गर्छ, कुन टिमले सदुपयोग गर्छ यो बललाई। निकै राम्रो स्पाइक थियो, त्योभन्दा राम्रो ब्लकको कारण लामो समयपछि आफ्नो खातामा वृद्धि गरेको छ। हामीले देख्न सक्छौँ ढोरपाटनले 3 पुर्याएको छ भने निसी खोलाको नम्बर 3 रहेको छ भने ढोरपाटनको नम्बर रहेको छ 7 नम्बर 3-7। फेरि पनि ढोरपाटनको निकै राम्रो यो प्रस्तुति प्रहारले गर्दा आफ्नो खातामा अङ्क वृद्धि भएको छ नम्बर 8-3। हामीले सर्भिसमा देख्न सक्छौँ दिमाग छन्त्याललाई। निकै राम्रो स्पाइक फेरि पनि पर्वतको, जसले आफ्नो खातामा 1 अङ्क वृद्धि गर्न सफल भएका छन् नम्बर 9-3। ढोरपाटनले निसी खोलालाई आफ्नो टार्गेट बढाउँदै लगिरहेको छ भने अब यो बल निसी खोलाले कसरी सदुपयोग गर्छ यो पनि हेर्नै पर्ने हुन्छ। फेरि पनि चुकेको छ निसी खोला, जसको फाइदा मिलेको छ ढोरपाटनलाई आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 10 पुर्याएको छ भने निसी खोला 3 नम्बरमै अड्किरहेको छ। फेरि पनि निकै राम्रो अवसर छ, चुनौती थपिरहेको छ ढोरपाटनले। यसको जवाब कसरी दिन्छ निसी खोलाले। डिफेन्स राम्रो थियो तर सफल भएन, जसको फाइदा मिलेको छ ढोरपाटनलाई। ढोरपाटनले जसको फाइदा मिलेको छ। फेरि 18मा 1 अङ्क थप्दै नम्बर 12 पुगेको छ ढोरपाटनले भने निसी खोलाको नम्बर रहेको छ 3।
नम्बर 12-3 सर्भिसमा डिमेक्स फेरि पनि चुकेको छ निसिखोला। नम्बर वृद्धि गर्ने अवसर बारम्बार दिइरहेको छ निसिखोलाले ढोरपाटनलाई। फेरि पनि एक अङ्क थप्दै नम्बर 13 पुर्याएको छ भने यतिखेर हामीले सक्न देख्न सक्छौँ निसिखोलाको नम्बर 3 10 नम्बरको अन्तर देख्न सक्छौँ। लामो समयपछि यो अवसर पाएको छ निसिखोलाले आफ्नो खातामा एक अङ्क वृद्धि गर्दै नम्बर 4-13 जाने हो कि राति पनि बुट्याङ गरेर बस्ने अनि बल्ल घर आएर बस्ने। पर्वतको स्पाइक फेरि पनि चुकेको छैन, निशानामै लागेको छ। नम्बर 14-4 फेरि पनि एक अङ्क थप्दै नम्बर 15 पुर्याएको छ। के गर्दैछ निसिखोला? यतिखेर अङ्क निरन्तर वृद्धि भइरहँदा निसिखोला कहाँ हराइरहेको छ, कहाँ तालमेल मिलेको छैन, त्यो चाँचो पाँचो मिलाउनु पर्ने देखिन्छ दर्शक महानुभाव। किनकि यो खेल अझ रोचक बन्नुपर्छ, अझ उत्कृष्ट बन्नुपर्छ, किनकि यो आजको पुरुष भलिबलको अन्तिम खेल हो, फाइनल खेल हो। प्रयास जारी रहेको छ निसिखोलाले र यो चुनौती थप्ने क्रम जारी छ ढोरपाटनको। हेरौँ यसलाई सदुपयोग निसिखोलाले कसरी गरिरहेको छ। निकै राम्रो स्पाइक, लामो समयको अन्तरालपछि आफ्नो खातामा एक अङ्क वृद्धि गर्दै नम्बर 5 पुर्याएको छ भने ढोरपाटनको नम्बर रहेको छ 15। 10 नम्बरको टार्गेट छ निसिखोलालाई। अब यसलाई पछ्याउनको लागि निकै मेहनत गर्नुपर्ने छ। फेरि पनि टार्गेट बनाउँदै 16 पुर्याएको छ भने निसिखोलाको नम्बर रहेको छ 5। नम्बर 16-5 हामीले सर्भिसमा देख्न सक्छौँ विश्वासलाई। निसिखोलाको यो अल्बलाईलाई निकै राम्रोसँग सदुपयोग गर्दैछ ढोरपाटनले। फेरि पनि आफ्नो खातामा एक अङ्क वृद्धि गर्दै 17 पुर्याएको छ भने ढोरपाटनको नम्बर रहेको छ 5। नम्बर 17-5 नम्बर 18-5 रेफ्रीको तलपट्टि रहेको सानो भाइ माथि आउनुको लागि म आग्रह गर्न चाहन्छु। निकै राम्रो सुपेन्द्रले आफ्नो खातामा एक अङ्क बढाएका छन्। नम्बर 6-18 दुर्गाबहादुर छेत्रीलाई हामीले सर्भिसमा देख्न सक्छौँ। निकै राम्रो स्पाइक रमेश गुरुङ जिल्ला भलिबल खेलाडी पनि हुनुहुन्छ। उहाँले आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 19 पुर्याउनु भएको छ भने निसिखोलाको नम्बर रहेको छ 6। अब यसलाई चुनौतीलाई मिट गर्नको लागि प्रदीपको यो राम्रो प्रयास छ। फेरि पनि अङ्क 7 पुर्याएको छ निसिखोलाले। ढोरपाटनको नम्बर रहेको छ 19। नम्बर 7-19 निसिखोलाले फेरि आफ्नो खातामा एक अङ्क बढाएको छ। नम्बर 8-19 यो अवसर मिलेको छ निसिखोलालाई। यतिखेर स्टुडेन्ट बोर्डमा हामीले देख्न सक्छौँ ढोरपाटनको नम्बर 20 रहेको छ भने निसिखोलाको नम्बर 8। नम्बर 20-8 सर्भिसमा हामीले जिल्ला भलिबल खेलाडी कमल विकलाई देख्न सक्छौँ। निकै राम्रो स्पाइक निर्मल खत्रीको। फेरि पनि
आफ्नो खातामा अङ्क वृद्धि गर्ने अवसर मिलेको छ। ढोरपाटनलाई 21 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 8, नम्बर 21 8। यो अवसर मिलेको छ निसी खोलालाई। अब निरन्तर यसरी नै आफ्नो अङ्कमा वृद्धि गर्दै गयो भने यो चुनौतीलाई सजिलै स्वीकार गर्न सक्यो भने निसी खोलाले पनि आफ्नो लक्ष्य भेटाउन सक्नेछ। निकै राम्रो स्पाइक, पावरफुल स्पाइक पर्वतको हामीले देख्न सक्छौँ। नम्बर 22 9। निसी खोलाको यो निष्क्रियताले हामीले लाग्छ केही चाल चल्दैछ निसी खोलाले पनि त्यो अब आगामी बलरले निर्धारण गर्नेछ। भोलि कोर्टभन्दा बाहिर गएको कारण यतिखेर निसी खोलालाई अङ्क बढाउने अवसर मिलेको छ। नम्बर 10 22। निकै राम्रो स्पाइक। फेरि पनि ढोरपाटनले आफ्नो खातामा अङ्क वृद्धि गर्दै 23 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 10, नम्बर 23 10। दोस्रो सेटको अन्तिम अङ्क ढोरपाटनले पुर्याएको छ 24 र त्यसै गरी निसी खोलाको नम्बर रहेको छ 10, नम्बर 24 10। सर्भिसमा टिम्याक्स। यतिखेर फेरि आफ्नो एक अङ्क वृद्धि गर्दै निसी खोलालाई 11 पुर्याएको छ भने ढोरपाटनको नम्बर रहेको छ 24। यो दोस्रो सेटको हुनुहुन्छ भन्ने मैले सूचना पाएको छु। थुङखानीमा जन्म भई हाल गल्फ र कम्पनी दुबईमा कार्यरत अत्यन्तै सहयोगी प्रसादको तपाईँले रु 5,000 रुपियाँ दिएर सहयोग गर्नुभएको थियो र उहाँको परिवारलाई उहाँको सम्मान गराउनको निम्ति स्टेजमा निम्ताउन चाहन्छौँ। त्यसै गरी तारा प्रतियोगिताको प्रथम कप संयोजन गर्नुभएका गौरव पियानो बसोका पूर्वकर बुद्धि सुर्खेतलाई पनि हामीले देख्न सक्छौँ सबै खेलाडीहरू निकै जोसका साथ हामीले प्राङ्गणमा देख्न सक्छौँ। निकै राम्रो स्पाइक छ ढोरपाटनका खेलाडीबाट। अङ्क बराबर भएको छ, नम्बर 1 बराबर। दर्शक महानुभावहरूलाई पनि म भोटिङ गर्नको लागि अनुरोध गर्न चाहन्छु। तपाईँको मन परेको खेलाडीको खुलेर भोटिङ गर्न सक्नुहुनेछ। यो खेललाई अझ रोचक र रोमाञ्चक बनाउनको लागि निकै राम्रो प्रयास रहेको छ। राजकुमारको यो प्रयासले आफ्नो खातामा अङ्क वृद्धि गरेका छन्। नम्बर 2 आफूलाई मनपर्ने खेलाडीको टिमलाई तपाईँले भोटिङ गर्न सक्नुहुनेछ। यो खेललाई अझ उत्कृष्ट र रोमाञ्चक बनाउनमा तपाईँहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुनेछ भन्ने यतिखेर नम्बर बराबर रहेको छ, नम्बर 2 बराबर। निसी खोलाको तालमेल नमिलेको कारण नम्बर वृद्धि गर्ने अवसर मिलेको छ ढोरपाटनलाई। नम्बर 3 2। सर्भिसमा कमल विकट। निकै राम्रो प्रयोगको जसले आफ्नो खातामा अङ्क वृद्धि भएको छ। नम्बर 2 4 2। ढोरपाटनको नम्बर 4 रहेको छ, निसी खोलाको नम्बर 2।
राम्रो डिफेन्स गरेको छ ढोरपाटनले जर्सी नम्बर 4 दिनेश सत्यालको जसले फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गर्नुभएको छ नम्बर 5-2 ए नम्बर त उताको रहेछ त यतिखेर हामीले सर्भिसमा देख्न सक्छौँ शक्तिपुर गण्डकी भलिबलको खेलाडी शक्तिपुरको भोटिङ पनि आइरहेको छ यतिखेर स्कोर बोर्डमा नम्बर बराबर रहेको छ नम्बर 4 बराबर सर्भिसमा शक्तिपुर प्रदीपको पुगेर आएको भन्दैथि आफ्नो खातामा वृद्धि गर्ने अवसर मिलेको छ ढोरपाटनलाई नम्बर 5-4 एक अङ्कले घटालिएको छ ढोरपाटनले यसलाई अब भेटाउनको लागि प्रदीपको जोस हामीले देखिरहेका छौँ जोसभन्दा पनि होसले काम गरेको छ निकै राम्रो यो प्रयास निकै राम्रो प्लेसमेन्ट नम्बर 5 बराबर भएको छ सर्भिसमा प्रदीप सेक्सन जिल्ला भलिबलको लागि प्रदीप सेक्सन यतिखेर हामीले सर्भिसमा देख्न सक्छौँ निकै राम्रो फेरि एक नम्बरको घटालिएको छ ढोरपाटनले नम्बर 6-5 लहर चाहिँ निर्मलको ओपन प्रदीप ओपन खेल्यो यतिखेर हामीले देख्न सक्छौँ निश्चितलाई कुनै पनि अवसरलाई गुमाउन चाहँदैन हरेक बलको बदला लिन चाहन्छ र यो निकै राम्रो स्ट्राइक थियो तर बलको कारण फेरि सफल हुन सकेन फेरि अङ्क वृद्धि गर्ने अवसर मिलेको छ ढोरपाटनलाई नम्बर 7-5 ढोरपाटन नम्बर 7 रहेको छ भने निश्चितलाई नम्बर 5 दिनेश निश्चित खोलाका खेलाडी दुर्गा बहादुर छेत्रीको जसको फाइदा निश्चित खोलाले आफ्नो खातामा वृद्धि गरेको छ नम्बर 6-7 अब मात्र एक अङ्कको अन्तर रहेको छ दर्शक महानुभाव फेरि पनि आफ्नो खातामा वृद्धि गरेको छ ढोरपाटनले नम्बर 8 छ अब यसको जवाब ढोरपाटन निशिखोलाले कसरी दिन्छ यो बललाई हेरौँ राजकुमारको निकै संयमित स्ट्राइक छ यो नम्बर 9-2 सर्भिसमा तर्बतर्मा छ उनीहरूले चेक मार फेरि पनि नम्बरमा वृद्धि गर्ने अवसर मिलेको छ ढोरपाटनलाई नम्बर 10 छ नम्बर देख्न सक्छौँ ढोरपाटनको नम्बर 10 छ भने निशिखोलाको नम्बर 4 जहाँ 4 नम्बरको टार्गेट छ निशिखोलालाई राजकुमार स्पाइकको भन्दा बाहिर गएको कारण फेरि पनि एक अङ्क वृद्धि गर्दै नम्बर 11 पुर्याएको छ ढोरपाटनले निशिखोलाको नम्बर 6 निरन्तर राजकुमारको यो सफल स्पाइकको कारण फेरि पनि आफ्नो खातामा अङ्क वृद्धि गरेको छ ढोरपाटनले नम्बर 12 छ अब 6 अङ्कको टार्गेट छ निशिखोलालाई र पनि निकै जोसका साथ खेल्नु पर्नेछ अब कुनै पनि अङ्कलाई नगुमाइकन खेल्नु पर्नेछ निशिखोलाले नम्बर 7-12 निकै
निकै राम्रो अवसर प्रदान गरेको छ फेरि पनि निसी खोलाले आफ्नो खातामा अङ्क वृद्धि गरेको छ ढोरपाटनले आफ्नो खातामा एक अङ्क वृद्धि गर्दै नम्बर 13 पुर्याएको छ भने निसी खोलाको नम्बर रहेको छ 7 नम्बर 13 7 यो निकै राम्रो स्पाइकले आफ्नो खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 14 7 नम्बरको टार्गेट दिएको छ निसी खोलालाई निकै राम्रो सुपेन्द्रको यो प्लेसमेन्टले लामो समयपछि आफ्नो खातामा अङ्क वृद्धि गरेको छ निसी खोलाले नम्बर 8 14 सर्भिसमा गण्डकी भुइगल खेलाडी सुपेन्द्र परियार यतिखेर हामीले निसी खोलाका खेलाडी सुपेन्द्रलाई निकै जोसका साथ देख्न सक्छौँ फेरि पनि आफ्नो खातामा वृद्धि गरेको छ ढोरपाटनलाई निरन्तर यो अवसर मिलेको छ नम्बर 15 8 अब हामीले प्रदीपको यो डिफेन्सलाई पनि हेर्नुपर्ने छ कि यसको जवाब निसी खोलाले कसरी दिन्छ प्रदीप शेषनको जसले आफ्नो खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 8 15 कृपया दर्शक महानुभावहरू तपाईँहरूले लाइभ गर्दै हुनुहुन्छ भने आफ्नो क्यामेराको फ्ल्यास लाइटलाई अफ गरिदिनु होला अफिसियल टिमले तपाईँहरूलाई हामीलाई खबर गर्नुभएको छ खेलाडीहरूलाई खेलमा डिस्टर्ब हुनुभएकाले अवरोध हुनुभएकाले तपाईँहरूले लाइभ गर्नुहोस् तर आफ्नो मोबाइलको फ्ल्यास लाइटलाई अफ गरेर गरिदिनुका लागि अनुरोध गर्न चाहन्छु यतिखेर स्कोर बोर्डमा हामीले अङ्क देख्न सक्छौँ ढोरपाटनको नम्बर 16 रहेको छ भने निसी खोलाको नम्बर 9 रहेको छ फेरि पनि एक अङ्क वृद्धि गर्दै नम्बर 17 पुर्याएको छ ढोरपाटनले निसी खोलाको नम्बर रहेको छ 9 नम्बर 17 9 सर्भिसमा डबल निरन्तर आफ्नो खातामा अङ्क वृद्धि गर्दै नम्बर 18 पुर्याएको छ ढोरपाटनले नम्बर 18 9 जहाँ ढोरपाटन भर्सेस निसी खोला बीच खेल भएको पहिलो र दोस्रो सेट ढोरपाटनले हात पारिसकेको छ यो तेस्रो सेट यो खेलले फैसला गर्नेछ नम्बर 10 18 निसी खोलाको नम्बर 10 रहेको छ भने ढोरपाटनको नम्बर 18 प्रयास नम्बर 19 10 ढोरपाटनको नम्बर 19 रहेको छ भने निसी खोलाको नम्बर 10 रहेको छ रमेश गुरुङले सर्भिस गर्दैछ निकै राम्रो फेरि पनि आफ्नो खातामा वृद्धि गर्दै नम्बर 20 पुर्याएको छ ढोरपाटनले नम्बर 20 10 अघिल्ला गेमहरूमा निकै जोसका साथ खेलेको निसी खोलालाई यतिकै के भइरहेको छ हामी पनि अलमल गरेका छौँ नम्बर अगाडि बढाउने अवसर मिलिरहँदा पनि त्यो प्रयास सफल पार्न सकिरहेको छैन निसी खोला जसको फाइदा लिइरहेको छ ढोरपाटनले नम्बर 21 10
निकै राम्रो डिफेन्स ढोरपाटनको टिमले गरिरहेको छ यसको निकै राम्रो ब्लकको कारण लामो समयपछि आफ्नो खातामा वृद्धि गरेको छ निसिफाले नम्बर 11-21 सर्भिसमा जिल्ला भलिबल खेलाडी प्रदीप सेचन फेरि पनि आफ्नो खातामा वृद्धि गरेको छ ढोरपाटनले नम्बर 22-11 नम्बर 12-22 निसिखोलाको नम्बर 12 रहेको छ भने ढोरपाटनको नम्बर रहेको छ 22 नम्बर 23-12 निसिखोलाको नम्बर 13 रहेको छ भने ढोरपाटनको नम्बर 23 नम्बर 13-23 शक्तिकुञ्जको निकै राम्रो प्रयासले फेरि आफ्नो खातामा अङ्क वृद्धि गरेका छन् नम्बर 14-23 यो सँगै ढोरपाटनले तेस्रो सेटको पनि अन्तिम अङ्क पुर्याएको छ नम्बर 24-14 यो निर्णायक स्ट्राइक थियो कमल देखेको जसले यो गेममा प्रथम सघाएको छ यतिखेर हामीले पुरुष भलिबलको फाइनल म्याच हेरिरहेका थियौँ जसमा